हेलो गाइजहरु, हामी चाहिँ पाँचपोखरी ट्रेकको लागि जाँदैछौँ र टुप्पी डाँडा पुग्नको लागि अझै 1 घण्टा जति बाँकी छ। हेर्नुस्, हाम्रो टोलीहरू रमाइलो गर्दै गइरहनु भएको छ। यो हेलो, यता यता ट्रेकिङ टाइम। हेलो गाइस, उकालो हिँडाइ कस्तो भइरहेछ भिनाजु? बब्बाल भइरहेछ। हामी अनुज कमरेड, हेलो, कस्तो लागिरहेछ हिँडाइ? गाइस, नेपाल इज चिल। हेलो गाइस, हामी टुप्पी डाँडाबाट अगाडि लाग्दैछौँ। गाइस, ल 7 बज्यो। हाम्रो यो पाँचपोखरी ट्रेकको गाइड भने पनि, बोस भने नि, जे भने पनि उहाँ हो। नाच्दै गाउँदै हिँड्दैछौँ हामी, रमाइलो गर्दै। स्यास्यारो फ्याफ्या गर्दै उकालो चढ्दै हुनुहुन्छ है हाम्रो दाइ भिनाजु। on the way to पाँचपोखरी हाम्रो पुग्ने डेस्टिनेसन चाहिँ यो माथि डाँडामा हो है। त्यो अलिअलि देखेको टहरानिर पुग्नुपर्छ हामी। भ्यू यस्तो दामी भ्यू आउँछ। यो डाँडा चाहिँ आमायाङ्ग्री डाँडा हो। no tower. चेक या चेक। हेलो, डह्रो हिँडाइमा परिरहेको छ है आज गाइजहरु। Amazing place. My name is Anu Shrestha. This real place, amazing place. It's Panchpokhari. Welcome to guys. Welcome. Guys on chill. Way to Panchpokhari. पाँचपोखरी हिँड्दैछौँ हामी सबै। Dan dan. यो हामी चाहिँ अहिले तागु खर्क आइपुगेको छौँ। यो तागु खर्कको हाइट चाहिँ समुद्री सतहबाट 2878 मिटरको हाइटमा रहेको छ। अब केही माथि गइसकेपछि हामीलाई लेक लाग्न पनि सक्छ है। फर्स्ट टाइम आइरहेछौँ पाँचपोखरी गाइजहरु। भयो बजाई बाजा। त्यो तल ताप खर्क देखेको ठाउँदेखि हिँडेर यहाँ माथि आइसक्यौँ झन्डा डाँडामा हैन। थाकिसक्यौँ स्या उकालो हिँड्दा 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 थाक्यो गाइजहरु, थाक्यो। पाँचपोखरी जान धेरै गाह्रो छ। सकेन हो, सकेन। हिँड्न गाह्रो भयो, टोलीहरूलाई हिँड्न गाह्रो भयो हैन। यो मसल क्राम्प हुन्छ कि, त्यही भएर रिल्याक्स गर्दै हिँड्नुपर्छ हो। ठिक छ, अन द वे टु पाँचपोखरी। यही हो महादेव भेट्न जाँदैछौँ हामी। जर्नी भनेको यस्तै हुन्छ। कहीँ हर उकालो हर आउँछ, महादेव, यहाँसम्म लिनु पठाइदिनुहोस् अथवा उहाँसम्म आउने शक्ति दिनुहोस्। ल चलो गाइजहरु, पाँचपोखरी पुग्नुभन्दा अगाडि हाम्रो के रे नेसम पार्टी भने हैन? नस्याम पार्टी भन्दा अलिकति मुन्नाडा। नस्याम पार्टी भन्दा अलिकति मुन्नाडा नै। म त स्ल्याक्क परिसके ढलिसे है। ल प्रभु माथि कसरी पुर्याउने प्रभुको जिम्मा। हर हर महादेव। म ढले यही बाटोमै ढले है। ल उकालो हिँडेर हाम्रो भेना यहाँ ढलिसक्नु है बाटोमै फुर्लुक्कै।
यहाँ एकजना 4 वर्षदेखि आएको मान्छे अरे यहाँनिर चाहिँ उहाँ सेल्फी खोल्न नजानेर उल्काइ छ फेरि। हेलो म जान्न म सक्दिन जान्न म जान्न होला यो त भन्छ त्यो घरदेखि माथिसम्मको लौरी बिनाको उकालो रे हामीलाई त त्योभन्दा तलैदेखिको नै चाहिँ लौरी बिनाको उकालो जस्तो लाग्न थालिसक्यो। टोलीहरू हिँडिरहेछन्। तातो गएर छ लौरी बिनाको उकालो त कसरी चढ्ने हो अब भनेर। बल्ल 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 मन्दिर देखिने ठाउँमा आइपुग्यो। लौरी बिनाको उकालो पनि लौरी बिना नै चढियो। ओहो हेर यत्रो उकालो यत्रो बाटो हुँदै आएको लौरी बिना रे। यो उकालो कहिले चढेर भ्याउने हो? लहतरान परिसक्यो। अझै 3टा उकालो छ भन्छन्। सनसेट देखिरहेछ यहाँबाट। अब घाम पनि जान लागिहाल्यो। पुरै हुसुले ढाकेको छ। उहाँ हाम्रो भिनाजु र 2जना साथीहरू हिँड्न नसकेर बाटोमै बसिसके। गाह्रो छ हजुर गाह्रो छ। केही पाउनको लागि गाह्रो छ। घुम्न जान नि गाह्रो छ। देउता भेट्न नि गाह्रो छ। मेरो हालत यस्तो छ। ओहो नहिँडा धेरै भएछ गाइजहरू। अब यो बाइक चाहिँ बेचेर एउटा साइकल चढ्नु पर्ला जस्तो छ। हिँड्ने बानी पार्नलाई भए पनि एक्सर्साइजको लागि साइकल चाहियो। साइकल चाहिने भयो। अब बाइक बेच्दिने। हाम्रो नेताजीहरू भ्यू पोइन्ट भनेको यो हो। भ्यू टावर चाहिँदैन नेपालको लागि। नेपालको लागि भ्यू टावर चाहिँदैन। यो झापाको भ्यू टावर होइन 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 यो 5 पोखरको भ्यू टावर हो गाइजहरू। हेलो गाइस। बादलले दामी आर्ट बनाइरहेछ है। बिहान 4 बजेदेखि हिँडे र बल्ल यति बेला आइपुग्यो 5 पोखरी। ठ्याक्कै अहिले कति बज्यो भन्दाखेरि बज्यो 6 साढे 6 लाग्यो। गाह्रो छ। 5 पोखरी महादेवको मर्निङ भ्यू हो यो चाहिँ। त्यहाँ एक टोली गएर नुहाउँदैछन् डुबुल्की मार्दैछन्। मन्दिर यहाँ छ। भ्यू एकदम दामी छ। हेर्नुहोस् छ इन्द्रावती खोलाको शिर। बिहानीको तातो पानीको चुस्कीसँगै गुड मर्निङ 5 पोखरी। यता एउटा पोखरी देखिन्छ। योभन्दा उताटी त्यता छ अर्को गरेर 5वटा पोखरी रहेछ। यहाँ चाहिँ फर्स्ट टाइम आइयो। फर्स्ट टाइम घुमियो। खुट्टा दुखाइयो। यस्तै छ। एकदम राम्रो प्लेस छ। सबैजना आउनलाई त एकलट घुम्नको लागि दर्शन गर्नको लागि। 5 पोखरी मन्दिर दर्शन गरेर हामी 4 जना फर्किँदैछौँ। अब ठ्याक्क मन्दिर यही पछाडि छ होइन। हेलो हेलो बाई बाई 5 पोखरी लाग्यो। अब फर्किनु लाग्यो हामी। हिजो आइपुगेर अहिलेको मौसम चाहिँ यस्तो छ होइन। उसले ढाकिरहेछ पुरै। हेलो साथीहरू 5 पोखरीबाट फर्किँदैछु म चाहिँ होइन। हामी आउँदाखेरि यति खुट्टा दुखेको थियो यति खुट्टा दुखेको थियो यति गाह्रो भएको थियो नि। अहिले फर्किँदाखेरि झन् खुट्टा खाँदेर गाह्रो भइरहेछ कि। जै पनि जिन्दगीको यात्रामा उकाली ओह्राली दुःख पीडा भनेको भइ नै रहन्छ। एकदम रमाइलो पनि भयो गाह्रो पनि भयो। बाटोमा
एक दुई ठाउँ बाटोमै सुतियो भने है एकचोटि आउनै पर्ने ठाउँ रहेछ पाँचपोखरी चाहिँ। सबैजना आउनु होला। हाम्रो टोलीहरू चाहिँ हिँडेर अगाडि पुगिसके, मलाई पछाडि छोडिदिइसके गाइजहरू हिँड्न नसकेर। यो चाहिँ लौरी बिनाको उकालो रे। जो कोहीलाई यो ठाउँमा चाहिँ लौरी टेकेर आउनुपर्छ होइन। हिजो हामी आउने बेलामा चाहिँ बिना लौरी अब बिना लौरी आइयो, तर 3 ठाउँ बसेर जो कुरा कट्नलाई चाहिँ लौरी नटेकिकन चाहिँ यो उकालो चढ्न सक्दैन। तर यो ठाउँको गाउँको मान्छे चाहिँ डोकोमा ग्यास सिलिन्डर भारी बोकेर बिना लौरी टुइकाइ नबसिकन यहाँ माथि आइपुग्यो। म चाहिँ हिजो आउने बेलामा अब आफैलाई त कसले बोक्देला भन्ने भएको थियो, त्यही भएर भिडियो बनाउनु पाइएन। फर्किँदाखेरि चाहिँ सर यसो भिडियो क्लिपहरू लिँदै लिँदै झर्दैछु बिस्तारो बिस्तारो। खुट्टा पनि खाँतिरहेछ। स्ट्रगल लाइफ। दाहरूलाई त बानी भइसक्यो है। पाँचपोखरी ट्रेक सिद्धाएर बेलुका 8 बजे छिम्ती बस पार्क चढ्यो। पाँचपोखरी ट्रेकको भिडियो पनि अब खतम। यतिमै टाटा बाई बाई।